So hello guys, good morning, welcome back to our new vlog. So आज चाहिँ म कहाँ जाँदैछु र के गर्दैछु भनेर म दिउँसो देखाउँछु. This is my room ल, बिहानको मर्निङ मेरो. So this is the dean office. म साइन्सको मात्र हैन, यहाँ सबैको हुन्छ जस्तो है. एजुकेसन, ह्युम्यानिटिज, साइन्सको सबैको. हामी एउटा कामले आएको, त्यो काम भन्न हुन्न सेक्रेटर. हामी यहाँ लेटर लिन आएको ल. अब हामी गाडी चढ्न जानु लागेको. गाडी चढ्न जाँदैछौँ. हेर्दा यहाँ जाँदैछ, सबै गाडी प्याक छ. आई डोन्ट नो भेटिन्छ नै सिट. सबै टाइम गयो यहाँ. कहाँ छ अरे 2% भाडा बढ्यो भनेर नेपाल के अरे टिएफसी है छ अरे त्यो चाहिँ. दिस इज द बीर हस्पिटल. हामी एमएससी नगरेको है डक्टर भनेर काम गर्थ्यौँ. मलाई एमएससी गऱ्यौँ थियो. तीर्चन्द्र कलेजमा आइसक्यौँ. यहाँ चाहिँ कन्स्ट्रक्सन हुँदैछ. सबै बिल्डिङ फेरि नयाँदेखि बन्दै रहेछ. त्यो चाहिँ घन्टाघर देख्छ, राम्रोसँग देखेको छैन. त्यही बार छ. मैले खै ए बेच्न राखेका हेर, कलेजभित्र पानी किनेर खानुपर्छ यहाँ. फ्रीमा आऊ, मागेर ल्याउने जाँदा लैजाउँदा. यो चाहिँ साइन्स डिपार्टमेन्ट रहेछ. बोटनी, माइक्रोबायोलोजी, जियोलोजी, केमिस्ट्री सबै. के हो त? इन्भाइरोमेन्टल साइन्स. यो चाहिँ रानी पोखरी हो. टिसीको अगाडि ग्राउन्डमै रानी पोखरी देखिन्छ. यस्तो दामी भ्यू देखिन्छ यहाँ चाहिँ. अनि साह्रै तिर्खा लगाएको भएर हामी भ्यू हेर्दै पानी खाने भनेको पानी नै रहेनछ. पानी त थियो तर बोतल थिएन. अगाडि क्लास भइरहेको थियो, त्यहाँ त सबैसँग बोतल थियो. बोतल माग्न एकदम लाज लाग्यो. तर एउटा भाइले बोतल मागिदिन्छु भनेर भाइ चाहिँ त्यहाँभित्र बोतल मागिदिन गए. हामीले चाहिँ भ्यू हेर्दै रमाइलो गर्दै गरिरहेको थियौँ. अनि भाइले चाहिँ बोतल मागेर ल्याइदियो. सो आज चाहिँ एकजना दाइ शिशिर दाइको थेसिस डिफेन्स थियो. हामी त्यही डिफेन्स हेर्न गएको. दाइले चाहिँ पर्पर वेमा दामी डिफेन्स दिनुभयो, प्रेजेन्टेसन दिनुभयो. त्यहाँ भएको सबै सरहरूले पनि तारिफ गर्नुभयो. हामीले पनि हेऱ्यौँ, एकदम राम्रो दामी वेमा दिनुभयो. अनि फेरि हामी चाहिँ त्यहाँ मेन गएको भनेको चाहिँ दाइले खाजा बाँड्नुहुन्छ भनेर खाजा खान गएको थियौँ. अनि दाइले चाहिँ लास्टमा मोमो खाजा बाँड्नुभयो. हामी मोमो पनि खायौँ मजाले. अनि त्यसपछि मोमो पनि खायौँ मजाले. तर मोमो एकदम मिठो चाहिँ थिएन. मोमो अलिअलि ठिकै ठिकै थियो, तर चटनी चाहिँ मिठो थियो, फ्रुटी पनि थियो. यो चाहिँ टिसीको अफिस हो. फेरि रिकन्स्ट्रक्ट हुँदैछ, नयाँ बन्दै रहेछ. ल्याब. आज चाहिँ टिसीमा रिसर्च रिलेटेड प्रोग्राम भएको रहेछ. सबै लेडिज स्टाफहरूको मात्र. सो अलार्म. यो टुडी खेल हो अरे. म त बल्ल थाहा पाएँ टुडी खेल हो. टुडी खेल्दैछ. टुडी खेल. हामी भिरकुटी मण्डप जानु लागेको. अब त्यहाँदेखि भित्र छिर्छौँ, देखाउँछौँ के किन्छौँ. ए पहिला बस पार्क यहाँ पो थियो. फाइनली हामी भिरकुटी मण्डप आइसक्यौँ. आज श्रेष्ठले यति धेरै सपिङ गर्ने हो अरे. लास्टमा हामी बोक्न नसकेर भारी बरिया बोला.
खै कसरी हो झुललाई कति 350 होइन 300 त उतै आउँछ त 250 मा आउँछ आउँछ हो 250 मा त है होइन त्यस्तो छोडिदेऊ छ नै के का नलेखेको छैन होला नानी छैन यो कस्तो सेतो नै कालो नि त हैन राम्रै हो खै निकाल्नु त त्यो नानी के चाहिन्छ हेरौँ त ब्याग सुरुमा 2000 भन्दाको घटाएर 600 मलाई वाइफाई छ अलिकता तर राम्रो त छ बोकेर त्यस्तो गरेर ल्यापटप त्यसैले त्यहीमाथि अट्दैन अट्दैन ल्यापटप नअट्ने भएपछि सानो रहेछ ठिकै छ छाता अट्छ फुल पनि छ बरु त्यो पर्स चाहिँ निकालेर राखे हुन्छ यो टी सर्ट हजुर त्यो कसरी? 1250 लानुस् मिलाएर फोर त अर्को पिस होला अर्को हेरिदिन्छु के लागेको तथाले गर्नु होला यो सानो हो ठुलो पनि छ कसरी हो यो 245 को 210 अनि त्यो 345 को 310 मतलब कति टाइमलाई पुग्छ पैसा नभएर गरिब पैसा भरे भएर अननेसेसरी तर लास्टै तिर्खा लाग्यो न पानी छ न आइसक्रिम खाने कुनै पसल छ केही नखाएँ खाएन मेरो न आइस गोला खायौँ सो अब उखुको जुस खाने भनेर उखुको जुस खान जाँदैछौँ म रोड क्रस गरेर टुई 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 एज कुदम 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 भयो त उखुको जुस खै कहाँ पाइन्छ अरे त्यहाँ आएन यहाँ पनि पाइन्छ यसो गरेपछि आउँछ होला पानी आएको छ तर छाता मसँग छैन सृष्टिसँग थियो त्यही पनि निकाल्दैन मसँग छैन रमितासँग छातै निकाल्दिने रुच्छ अरे छाता छाता रुच्छ पानीमा रुजाउन हुन्न क्या फेरि छिटो बिग्रिन्छ हामी अन्डरग्राउन्ड बाटो काटेर हिँड्दैछौँ के गर्नुहोस् रे 10 रुपियाँ दिएर आफ्नो पाउनु अरे भयो पर्दैन हामी फिल्मै गर्छौँ त माथि नट नेसेसरी मनी वेस्ट सो नाउ वी आर हेडिङ टुवर्ड्स न्यू रोड पेरकुटी मण्डपमा पाइएन सो अब हामी न्यू रोड किन्न जाँदैछौँ वाउ, कस्तो दामी दामी भाडा रहेछ नि दामी सबै छ नि त कुन अँ पनि यस्तो रहेछ खुट्टा पुरै देखिन्छन् खुट्टा त देखिहाल्छ नि गाडी तिमी आउँथ्यौ न यो फुट मतलब मान्छेले बेच्न राख्थे भनेको सामान यहाँ हिँड्ने ठाउँ हुन्थेन आजकल मान्छे हिँडेरै यो राख्ने ठाउँ हुन्न फेरि यही हो
यो हामी ताम्राकार मोबाइल हाउस खोज्दा 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 हामी आफै हराउनु थाल्यौँ के खोज्दा खोज्दा हामी नै हराउँदै थियौँ तर त्यहाँ भेटियो अब त्यहाँ गएर हामी मोबाइलको ग्लास फेर्छौँ ग्लास फेरेर मोबाइल चट्ट टल्काएर जानु पर्ला अनि हेर यत्रो महलमा त फर्स्ट टाइम हामी जाने कता हो खोइ त ताम्राकार लेखेकोमा जानु पर्यो नि ए अब जहाँ गयो नि भयो होइन त्यस्तो त यत्रो छ ठिकै होला अब आइसक्रिम भेटेँ आइसक्रिम खाऊँ यही त हो नि होइन होलसेल खासमा मोबाइलको ग्लास फेरियो ट्याक्क 2000 लाग्यो मोबाइलको ग्लास फेरेर मोबाइल टल्काएर अब आइसक्रिम खान जाने हजुर त्यतिमा त आउँदै आउँदै भिडियोमा त राम्रो देखिएन ल अब छिटो छिटो गरेर केटाकेटीहरू यहाँ राम्रै देख्छ के यो यहाँ पनि छ ए हजुरले पनि त्यही लाउनु उहाँले पनि त्यही लाउनु ल यही लैजाऊ त्यही भएर हामीले यही किन्यौँ म त यही लाएँ ल चप्पल दिनु यहाँ तातो फुल्की पाइँदैछ सो अब हामी तातो फुल्की खाएर जान्छौँ कोही पनि छैन नि त तातो फुल्की खान्छ एक ठाउँमा हाम्रो तातो फुल्की बुटोलको फुल्की खानु लाग्यो बुटोलको फुल्की त सो हामी यहाँ आइसक्रिम खान हजुर मिक्स गराइदिनु मिल्दैन 70मा बनाइदिनु न 2वटा 70कै है मिक्स भनेर थोरै दिनु नि हो कि थोरै नदिनु ल अलिक टन्न भरेर दिनु मैले पसल भाइरल गरिदिन्छु सबै आउनु यहाँ भनेर मिठो लस्सी पाइन्छ अरे धेरै दिनु भनेर यति धेरै मलाई धेरै दिन त होइन हौ तिम्रैमा धेरै देखियो अब हाम्रो फेस हेरेर कस्तो जिब्रो जिब्रो फाइनली हामी बसन्तपुर भेट्दैन बसन्तपुर भेटेन हेर न्यु रोड फर्स्ट टाइम आयो जस्तो भयो बसन्तपुरै भेट्न सकेन र फर्केर घर जानु लागि आइसक्रिम खाँदै आइसक्रिम भेट्यो चप्पल भेट्यो बुटोलको फुल्की भेट्यो दाँत त कस्ता भने त हेर नि गर हामी अब माइक्रोमा चढेर किर्तिपुर जान्छौँ खै किर्तिपुरको माइक्रो गएको छु छैन गाडीमा चढ्यौँ फाइनल्ली जाँदा प्याक अहिले खाली गाइजहरू अब हाम्रो खाना खाने बेला भयो आज चाहिँ हामीले रोटी बनायौँ परौठा अनि रोटीसँग दही पनि छ अनि हामी खाँदैछौँ दही र रोटी खाँदा कस्तो लागिरह्यो हेर्नु नभन्ने कस्तो लागिरह्यो भन्दा अहिले हामी बनाएको चाहिँ क्लिप खिच्न पाएनौँ तर एकदम राम्रा भएन यु गाइज क्यान सी इट सो नाइस पर्फेक्टली गोलो
दिस वाज होइन दिस इज बेलिङ बाई मी आया इजेमार प्लस बी फर मिल्क यही रहेछ दिस इज दही दही पनि हेर्दा एकदम मिठो होला जस्तो छ म त अलिक गोर देख्यो ओ दिदी त्यो खानुस् यही राख्ने हो नकाटी भएछ यो त खा यो म खान्छु यति खा यार यो रोटी मैले आज 4वटा खाइसकेँ धेरै भइसक्यो चारवटा खाऊ बा खाऊ भनेको नखाने र एउटा मात्र खाने मोटा हुन्छु भनेर आउँछ वेट फेरि जम्मा 48 केजी हो देखेर पत्ताले 58 हो कहाँ 58 हो 48 हो 48 हो अझै घटेर 45 यो हामीले सानीमाले पठाइदिएको अचार 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 मिठो उसको अम्लाको अचार अनि उसको अचार खायौँ भर्खरै लसुनको अचार आँपको अस्ति अचार फेरि आँपको अचार खाएर सक्यौँ सी हाउ मच लकी वी आर आज पेट धेरै खाएर यहाँ गइसक्यो अब ओए यो खा त नाटक नगरे ल यो खा ल होइन यति गरे मैले कस्टम यत्रो मैले इफ आई क्यान देन म त खान ल यति भन्दै हामी भ्लग हिँड गर्छौँ आजकल बबिता सास पढ्ने सुत्ने फुर्सद नभएर हो त्यही हो आजको लागि बाई बाई